guys, welcome back to my YouTube channel. यो गाइज हल्का टेन्सनमा छु मेरो चाहिँ टिकट के भन्नु अब बार हैन दुधारमा छु मेरो काट्टिने हो कि नकाट्टिने हो कि टिकट कस्तो भइराख्यो कि मेरो कोही जा भनिरहनु तेरो टिकट हुने हो भनिरहनु कोही हुँदैन भनिरहनु नि त त्यसले गर्दा हल्का गइरहेछ मालिक छ अगाडि त्यही भएर म गाइज केटाहरूले त्यहाँ ठुलै माछा समातेर छन् मछली आरो को काट के आदमी लोग को देखा है और देखे कति ठुलो हेर्नु पिसले मात्र सानो हो कि यति ठुलो माछा समुद्रमा केटालले मारेर लिएर आए रोहू अच्छा मुझे तो रोहू कहाँ से है भाई बाकी समुद्र टाउको कत्रो होला मा टाउको कितना बडा हो गाइजहरु पर समुद्रदेखि मारेर लिएर आएको यति ठुलो माछा त्यहाँ काम गरेर आउनु त्यहाँ ठाउँबाट हेर समुद्रदेखि मारेको माछा अहिले कटिङ हुँला आज राति पाक्छ एक डिनर हुन्छ हाम्रो समुद्रदेखि मारेको माछा ताजा ताजा फ्रेस 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 माछा मारेन केटाहरूले देव त लाजले भ्लगै बनाउनु न के गर्नु आफ्नो दाइको लाज हुन्छ सो गाइज अहिले हामी पुगिसक्यो रुम कुरा गर्दा गर्दै मेरो कुरामा धेरै डिस्कस भइरहेछ धेरैभन्दा धेरै डिस्कस भइरह मेरो अरूभन्दा अरू सबको फिक्स भइसक्यो जाने आउनु नजाने भन्ने तर मेरो चाहिँ फिक्स भएको छैन अहिलेसम्म लौ जलाउ त रोहित लाइट जलाउ मेरो चाहिँ अहिलेसम्म केही फिक्सै भएको छैन यहाँ मेरो मलाई चाहिँ बिचमा राखेको छ क्या वरिपरि दुई टिम छन् भने बिचमा मलाई राखेको छ क्या किनभने कि मेरो कस्तो भइरहेछ कि जाने भन्ने यताबाट यता तानिरहन एक हात उताबाट अर्को हात तानिरहन भन्ने जस्तै भइरहेछ क्या अहिले त्यही भएर चाहिँ मेरो कुरा मिलिराखेन अब टिकट आएपछि मिल्छ मालिकले कोही कोहीको गराउँछ भन्ने हो त्यही हो गाइज है अहिले चाहिँ यी बाटोको हालत यस्तो छ पानी परेर यस्तरी हिँड्नु परिरहेछ यहाँ बाटो छेक्दै खोलामा त बाटो छ फेरि त्यही हो आज उनीहरू पनि वहीँ छन् होटलमै सबै हामीहरू आइसक्यो किनभने उनीहरू हल्का खानेपिनेवाला पऱ्यो हामी चाहिँ खाने पिने छैन त्यही भएर हाम्रो खानपिन भनेको खानै हो खाना खायो निस्क्यो ए बाटोको हालत यस्तरी चाहिँ यस्तरी हिँड्नु परिरहेको चिप्ल्यो भनेपछि रोहित कन्टेन्ट मिलिहाल्छ कि चिप्ल्यौ न एकचोटि लड न भैँसी लड्यो है माया भन्ने हुन्छ अनि अगाडि पनि देखाएर होला कहीँ थाहा एक्कासी सरदा चिप्लेर ऊ बा थाहा छ कि नै मान्छे घर जाने भनेर ऊ देख्न सक्नुहुन्छ हातमा लुगा पनि चम्किने आफ्नो बुढीको लागि साडी ल्याएर सब प्याकिङ गरिरहन् तर मेरो चाहिँ फिक्सै भएन यताको वाला यो हात तानिरहन् भने उताको वाला घर जानेवाला यो हात तानिरहन् नजानेवाला यो हात तानिरहन् त्यस्तो भएर म चाहिँ बिचमै छु त्यस्तो भइरहेछ अब के कस्तो हुन्छ होइन त्यही हो अब हेर्दै जाउँला एक हप्ताभित्र निस्किन्छ सबैको रिजल्ट आउँछ हामीहरूको त्यो रिजल्टमा अब को पास हुन्छ को फेल हुन्छ भन्ने हो म चाहिँ अब पास भयो भने चाहिँ यहीँ हुन्छु फेल भयो भने चाहिँ घर हुन्छु पास भयो भने चाहिँ यहीँ हुन्छु एक्जाम चाहिँ कहिले दियो इक्जाम भइसक्यो अब रिजल्ट आउन बाँकी छ हामीहरूको त्यही हो अब त्यो रिजल्ट आएको दिन हेरौँला गाइस मेरो के आउँछ A+ दिनेसम्म मैले ट्राई गरेको छु त्यो हुन्छ कि नै विचार गरौँ ल गाई जग्गा म क्याद्दा हौ यसै छ जिन्दगी चलिरहेको दोधारमा पारिदियो मलाई त ठिक छ त्यो गाइज आजको ब्लग यति नै हुन्छ दिउँसोको मासु पनि हेर्नु होला कति मोटो थियो तर हामीले पुरा देखाउन सकेनौँ होइन आधा काटिसकेपछि काटकुट हानिसकेपछि देखा हो त्यही पनि ठिक छ हेर्नु होला को मेरो भ्लग हेर्दैछ को हाम्रो
बटाउ आजको ब्लग यति नै हुन्छ गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यति भन्दै आज ब्लग यहीँ टुङ्गाउन चाहन्छु ओके बाई बाई गाइज